प्रणाम नमस्ते सबैजनामा मेरो नयाँ भ्लगमा सबैलाई स्वागत छ। आज हामी यो साना किसानले आयोजना गरेको 3 दिने भ्रमणमा तिनजुरे लगायतको यात्रामा निस्किँदैछौँ। यो हो हाम्रो गाडी, यसमा हामी 3 दिन यात्रा गर्नेछौँ। गाडीभित्र यसरी यात्रा सुरु भएको छ। बाहिरको दृश्य हेर्दै हामी अगाडि। अहिले हामी अगाडि बढ्ने क्रममा बिर्तामोड बजार पुगेका छौँ। बिर्तामोडबाट अगाडि यात्रा निरन्तर जारी छ। हामी यात्राको क्रममै छौँ। यहाँ गाडीमा हामी सम्पूर्णजना यसरी पछाडि चाहिँ पुरुषहरू, अगाडि महिलाहरू गरेर गाडीको सिट बाँडफाँड गरेर बसेका छौँ। अहिले यो खोर्सानीबाट माथि लागेर धरान निक्लिने गरी यात्रा जारी छ। हामी अहिले मदन भण्डारी राजमार्ग भेटाएर अब यहाँबाट धरानतिर लाग्दैछौँ। हामी अहिले धरान आइपुगेका छौँ। अब धरानमा खाना खान्छौँ। यहाँको श्रम संस्कृति पार्क घुम्दै यहाँबाट भेडेटार हुँदै अगाडिको यात्रामा निस्किन्छौँ। यो हाम्रो गाडी यो धरान बस पार्कमा छ। म अहिले अब यहाँ खाना खाइसकेपछि हामी निस्किने क्रम। खानीमा कस्तो भइरहेछ यात्रा? रमाइलो भइरह? ल पछाडिबाट आओस् त, कस्तो भइरह यात्रा? एकदम राम्रो। खाना खाएर हामी पहाड चढ्न थाल्यौँ। अब धरान भानुचोकमा खाना खाइसकेपछि हामी भेडेटार चढ्नु अगाडि यहाँ श्रम संस्कृति पार्क, जुन चाहिँ श्रमदानबाट हाम्रो हर्क साम्पाङ राईले बनाउनु भएको भन्ने कुरा जानकारी पाएअनुसार हामी यहाँ घुमेर अगाडि बढ्ने क्रममा छौँ। यहाँ हिँड्दै जाँदैछौँ सबैजना। हामी अहिले यो श्रम संस्कृति पार्कको गेटमा छौँ। यो बिचमा खोलो रहेछ। वारी चाहिँ पार्किङहरू, गाडी पार्किङहरू गर्ने स्थिति भए पनि यहाँबाट यो फलामे पुलबाट पारी गरेपछि श्रम संस्कृति पार्क सुरु हुने रहेछ। बिचको खोलोमा चाहिँ पुलमा जालीमा फुल फुलेको यही हो खोलो बिचको। यो खोलोको नाम चाहिँ मैले अब अहिले मेरो दिमागमा आएन हैन। मैले यहाँ सोध्न पर्छ, पछि म जानकारी दिनेछु हजुरहरूलाई। त्यो पत्ता लाग्यो भने सायद सेउती खोला हो कि के भन्ने जस्तो लागिरहेछ। त्यही अनुसारले यहाँनिर एकदम व्यवस्थापन चाहिँ राम्रो गरेको रहेछ। नयाँ भएर पनि होला यो पार्क। फुलहरू सजाउ छ, सफा छ। अनि यसको एउटा राम्रो पक्ष भनेको एकदमै यो पहाडको फेदमा र यो भेडेटारको डाँडाको फेदमा भएर प्राकृतिक रूपमा पनि एकदमै सुन्दर रहेछ। यसो डाँडाकाँडाहरू तराईबाटका मान्छेहरू, विराटनगर र इटरी लगायतका मानिसहरूलाई चाहिँ गर्मी पनि यहाँ आइपुग्दा थोरै कम भएको जस्तो हामीलाई अनुभव पनि भयो। त्यो हिसाबले पार्क व्यवस्थापन चाहिँ पर्फेक्ट छ।
बटरफ्लाई अहिले हामी संस्कृति पार्क आइपुगेका छौँ धरानको। यो हर्क साम्पाङले जनश्रमदानबाट बनाएको पार्कको रूपमा यसलाई लियो। फोटो खिची में गुर्खाज मेरो एउटा खिच्दिला अहिलेको यो चेन्सहरूको यो युगमा यो धरानमा आराले काठ चिरेको यो चाहिँ प्रतिमा यहाँ रहेछ। यो चाहिँ नयाँ युगमा नयाँ केटाकेटीका लागि चाहिँ एकदमै नयाँ कुरा हो। हेलो हेलो, कस्तो भइरहेछ घुमघाम? श्रम संस्कृति पार्क कस्तो लाग्यो? राम्रो छ। ल यो अङ्कलको भ्लगमा के भन्छौ त? रमाइलो भइरहेछ। यो हो भेडेटारको स्काई वक। यसमा सिसाले बनेको चाहिँ त्यो हिँड्ने प्लेटफर्म हुन्छ। त्यसमा आफू हिँड्ने र तल त्यसको त्यो दृश्यहरू हेर्दै हिँड्ने खालको चाहिँ यो वक हो, स्काई वक। यसमा 500 रुपियाँ चार्ज लाग्छ। अहिले हामी भेडेटारको यो मूल चोकमा छौँ। यहाँबाट अब हामी अगाडिको दृश्यहरू हेर्नलाई यहाँबाट त्यो भेडेटारको शङ्ख पार्क हामी त्यहाँतिर लाग्दैछौँ। बिचमा शङ्ख छ, त्यतातिर तपाईँहरूलाई लिएर जाँदैछु म। हाम्रो टोली उता इलाममा पाइहाल्छ नि। छक्कै मार्नु भएको दाजु। ल अहिले हामी मूलघाट आइपुगेका छौँ। यो तमोर नदीमा बनेको विशेष प्रकारको पुल हो। यसमा यो पुलको माथिको डिजाइन एकदमै राम्रो भएकोले गर्दा यो एकदम भाइरल पुल भनेर पूर्वको भन्ने पनि हुन्छ। यसमा हामी अहिले यो हिँड्ने क्रममा वाडीबाट तर्ने क्रममा छौँ। त्यही अनुसार मैले यहाँ एउटा आँप फलेको यो वृक्षहरूको लटरम्म फलेको देखेँ। यसले हाम्रो नेपालको विविधता कतिसम्म छ भन्ने कुरा, एउटा पहाडी जिल्लामा पनि आँप शुद्ध फल्ने एउटा वातावरण छ, चिसोदेखि चिसो र गर्मीदेखि गर्मी वातावरण पनि एउटै जिल्लामा छ भन्ने देखाउँछ।
हजुर धनकुटा हो काकी र मैया पुरा यसो गरेको छ कस्तो आउला नि बाबु कहाँ उहाँबाट ग्राउन्डेड यो यहाँ ल्याउन सक्छौ जस्तै उहाँ त्यो ह्याप्पी ल्यान्डमा भएको चिज यसो खिच्नु त पर्यो है त पनि खोजिसकेको छ लिपल्ट बिहानै हिलेमा उठ्यो अब तिनजुरेका लागि चिया खाएर हामी अगाडि बढ्ने तर्खरमा छौँ हाम्रो टोली यहाँबाट अगाडि बढ्छ तिनजुरे हामी तिनजुरे यात्रामा अब हो हामीले चिया पिइवरी आयौँ मासतिर चाहिँ कति राम्रो थियो नि तल तलको पहाड घरहरू कति राम्रो खाजा नखाने सरकारमा हो भने रोकेर खाउँ एकछिन यसले हिउँले गर्दा हुर्किएन त बिचरा सबै लामो पानी हिउँ पर्यो नि त के छ यहाँ हेर्नु हामी अहिले यो तिनजुरे माथिको पाथिभरा मन्दिरको छेउमा आइपुगेका छौँ हाम्रो गाडी यो हो को गाडीमै हुनुहुन्छ ऊ माथि छ पाथिभरा मन्दिर चाहिँ यस्तो को माथि रहेछ पाथिभरा मन्दिर पुरै टिन लाएर पानी जब यात्रु के अरे दर्शनार्थीलाई चाहिँ व्यवस्था गरेको ल हामी उकालो पाथिभरा मन्दिर उक्लिने क्रममा छौँ सिँढी उक्लिने क्रममा पाथिभरा माता की जय कुन पाथिभरा उहाँ चाहिँ माथि ठुली पाथिभराको काकाको छोरी अरे भनेर मिलनले यहाँ डिस्क्राइब गर्दैछ है
अब पर्सहरू बोकेर जाने पाइन्छ कि पाइँदैन, यो त छालाको पर्स बोकेर चाहिँ नजानु भन्ने त्यहाँ सूचना छ। मलाई दिनु न, मलाई दिनु, म राख्दिएँ। यताबाट यहाँ आएर त्यस्तो कुरा नबोल है। त्यो टावरको पर्तिरपट्टिबाट ओर्लिने ठाउँ छ, उँधो ओर्लिने गाडी स्कर्पियोहरू हुँदा चाहिँ उहाँ पर पुगिन्छ, त्यहाँ चढेर आउने गरिहाल्छ। पहिले पनि त्यसो गर्थ्यो होइन। अहिले अब यहाँ फेरि उहाँ कहाँ भ्याउँछ, गाडी आउँदैन नि त्यता। यहीँ त हो तलतिर गाडी त। हजुर गाडी तल छ। अनि अर्को कुरा के हो भने यो एरिया सबै टोटल्ली हिउँले ढाक्छ क्या। यो वर्षमा एकचोटि यहाँ कति छ? भुइँमै छ, भुइँमै। त्यहाँनिर गाडी बिग्रेको कारणले अब ओर्ल्यौँ। हाम्रो गाडी यहाँ छ। यो त गुराँसको राजधानी तिनजुरे। विभिन्न प्रजातिमा चाहिँ यो चाहिँ लाली गुराँस। यसको अब प्रजाति 36 प्रजातिहरू यहाँ पाइन्छ भन्ने कुरा छ। तर यो चाहिँ के छ भने अलिक अब यो फुलेर सकिने बेला भए जस्तो देखिन्छ। ओइलाएर फुलहरू झर्दै गरेको छ अवस्था छ। यो वातावरण अनुसारको यो ठाउँ एकदमै फर्स्ट क्लास छ। माथि हुसे लागिरहेको छ। आज घाम लागेको जस्तो अलि वातावरण छैन। हाम्रो टोली यहाँ आउँदै हुनुहुन्छ सबैजना। त्यो गाडी हाम्रो। यस्तो मजाले फुलेको छ गुराँस, बाफरे। अचम्मको अजङ्गको दारे भिर के भन्छ, प्रकृतिको अनुपम दृश्य। यो प्रकृतिको अनुपम उपहार गुराँसको फुल हेर्न चाहनुहुन्छ भने तपाईँ तिनजुरे यात्रामा आउन सक्नुहुन्छ। यहाँनिर चाहिँ यो एकदमै मन लोभ्याउने गुराँसको फुलबारी गुराँस नजिकबाट तपाईँले निहाल्न सक्नुहुन्छ। यसलाई अनुभव गर्न सक्नुहुन्छ। यहाँको सुन्दरतालाई तपाईँले चाहिँ एउटा भनौँ न भावनामा सँग साट्न सक्नुहुने ठाउँको रूपमा यो तिनजुरे लाग्यो। एकदमै साह्रै रमाइलो प्रकृतिको अनुपम गिफ्ट, एउटा स्वर्गको टुक्रा भनौँ त्यस्तो खालको ठाउँ रहेछ यो। सबैजनाले एकचोटि भिजिट गर्नुपर्ने ठाउँ, घुम्न पर्ने, रमाउन पर्ने ठाउँ। अहिले हामी म्याङ्लुङ बजारमा आइपुगेका छौँ। यो म्याङ्लुङ बजारको बिचमा बिरालाको मूर्ति र वरिपरिको यो सुन्दर पहाडहरूको दृश्यका साथ म्याङ्लुङ बजारको यात्रामा छौँ अहिले हामी। त्यो काम नदिने हुन्छ क्या। म्याङ्लुङ बजारमा खाना खाइसकेर हामी आराम गरेर त्यहाँबाट चाहिँ 5 थरको यात्रामा 5 थरको फिदिमको यात्रामा निस्किँदैछौँ। आज हामी फिदिम पुगेर बस्ने योजनामा छौँ। यसपालि बिचका सुन्दर पहाडी दृश्यहरूलाई हेर्दै यो चाहिँ मध्य पहाडी लोकमार्गको बाटो भएर हामी अगाडि बढिराखेका छौँ। अब केही बेर हामी 3-4 घन्टाको यात्रामा हामी फिदिम बजार पुग्नेछौँ।
त्यहाँ बिचमा कतै हामी खाजा चिया खाँदै रमाइलो गर्दै विषयका दृश्यहरू अनुपम दृश्यहरू हेर्दै हामी अगाडि बढिरहेका छौँ। हिँड्ने क्रममा कतै ऐसेलु टिप्दै बाटामा ऐसेलु फलेको छ, कतै रोकिँदै विशेष ठाउँ लाग्यो भने फोटो खिच्दै चिया खाँदै रमाइला दृश्य हेर्दै हामी अगाडि बढिरहेका छौँ। अहिले त्यही दृश्यहरू हजुरहरूमाझ पनि राख्दैछु, क्रमशः अगाडि आउँदै जानेछन्। बिहानै हामी फिदिममा उठ्यो होइन त। अब यहाँबाट हामी साधुटार हुँदै माइपोखरी हुँदै आज झापा यो होटलमा बसेको थिएँ। क्वालिटी त्यति राम्रो छैन। बिहानै फिदिममा चिया खाएर अगाडि बढेका थियौँ। अहिले यो अलिक अगाडि आएर चाहिँ हाम्रो उता साधुटार जाने ठाउँमा खाजा खानका लागि चिया खाजा फेरि खाउँ भन्ने सल्लाह अनुसार यहाँ बसेका छौँ एकछिन। अनि यहाँबाट हामी खाजा खाएर साधुटारतिर निस्किन्छौँ। साधुटारको उकालो यसरी उक्लिँदैछौँ। त्यो हामीले नि बल लगाएर उक्लिनुपर्छ नि त। अरे हो हजुर पानी बोकेर हामी साधुटार जाँदैछौँ। नमस्ते, मेरो नाम चाहिँ दीपिका आर्याल। हामी साधुटार जाँदैछौँ। जाने बाटो यस्तो कालो छ। माथि डाँडामा हरियाली, यो जङ्गलहरूको बिचबाट बाटो छ। यस्तो बाटो हिँड्दै आएको हामी। तल खुड्किला स्यास्या हुन थालिहाल्यो। जाँदै हुनुहुन्छ यहाँ यसरी। साधुटार जाने बाटामा चाहिँ यो आलुको सिजन, बर्खे आलुको सिजन रहेछ। व्यापक आलु खेतीको यो सिजनमा रमाइलो गरी आलु मैले फुलेको कहिले देखेको थिइनँ। यो बारीमा मस्त चाहिँ आलु फुलेको नयाँ अनुभव, पहिलो अनुभव गर्ने मौका मिल्यो। काँक्रा र करेला है के हो? काँक्रा करेला चाहिँ एउटै हुन्छ नि? एउटै लहरा फल्छ भनेर लगे गाडी हालेर भित्र। यो पहाडी जनजीवनमा चाहिँ फुलको एकदमै व्यवस्थित तरिकाले घरमा फुल सजाउनु भएको छ। साह्रै राम्रो लाग्यो मलाई। पहाड सँगसँगै फुल, घर पनि त्यत्तिकै राम्रा। यो पहाड चाहिँ स्वर्गकै एउटा टुक्रा जस्तो अनुभव गरियो। आलु यसरी फुल्दो रहेछ। यो आलु फुलेको मैले चाहिँ पहिला देखाएको थिएन। यहाँ एउटा यो साधुटारको टपमा आइपुग्यो। यहाँ एउटा पोखरी रहेछ, सानो सानो, सायद पहिला ठुलो पोखरी थियो होला, अहिले सुक्न खोजेको जस्तो लाग्यो। यहाँ हाम्रो फोटो खिच्ने कार्यक्रम भइरहेछ उतापट्टि। मेची यति ओरा आउँदैन होला। हामी राके बजारमा आइपुगेर खाना खायौँ। खाना खाइसकेपछि लाम्का, मिठाई लगायतका
केही सामानहरू घर लानका लागि यहाँ किनमेल पनि गरियो। अब यहाँबाट माइपोखरीको यात्रामा अगाडि माइपोखरीबाट माइपोखरी घुमघाम गरेर झापा झर्नेछौँ। अहिले हामी माइपोखरी आइपुग्यो। अहिले 1 बजेको छ। फुल नफुलेको त कुनै ठाउँ नै छैन। माइपोखरीको मन्दिरभित्र अब हामी माइपोखरीको पोखरी र मन्दिरभित्र हामी घुमफिरका लागि दर्शन गर्न भित्र जाँदैछौँ। कुना 9वटा कुना छन् अरे, ती सबै 9वटा कुना पुग्न नसके पनि यहाँबाट माइपोखरी यो कमल फुल ढकमक्क अहिले यस्तो छ। यो फुलेको छैन। यो फुलेको बेला अहिले उतो हेर्नु त फुल्नलाई तयारी अवस्था छ। उँधोबाट ट्याक्क निक्लिँदैछ सबै माछा नि मुरै ल्याएको थियो नि, माछा जस्तो हेर्न मन लाग्यो त्यस्तै। कत्रोतिर छ ऊ पर हेरौँ हालो यस्ता दर्शनमा ओर्लेर पूजा गर्नुपर्छ। 9 कुरा पूजा गर्ने भने यसरी यो हरेक कुनामा चाहिँ ओर्लिएर त्यहाँ पूजा गर्नका लागि दर्शनार्थीहरू र त्यहाँ हेर्ने मानिसहरूलाई चाहिँ यसरी बार सिँढीको व्यवस्था गरिएको छ। जुन झापामा बग्छ कन्काई नदी, त्यो कन्काई माईको चाहिँ उद्गम स्थल अथवा शिर यही माई पोखरीको पानीबाट सुरु भएको भन्ने जानकारी पाइयो। यहाँबाट माई नदी सुरु हुन्छ। एकदम यो मनै शान्त हुने खालको पोखरी छ। सानीमा यो माई पोखरीमा आएर कस्तो अनुभव भयो त? पोखरी त म पनि एकचोटि आएको पहिला। हजुर, यसरी हामी राउन्जी लगाएनौँ, आएर पूजा गऱ्यौँ घुम्यौँ अनि गयौँ। राम्रो एकदम आउनै पर्ने ठाउँ हो क्या एकचोटि। यो त विचित्र छ नि त यहाँनिर कसरी बनायो होइन। राम्रो त कहाँ जानु त, अरू जस्तो यसो बनाउने मात्रै हो नि। परिक्रमा लाग्यो है, माई पोखरी पुरै परिक्रमा लाग्यो। यिनै भिडियोहरू राख्दै आजको भ्लगलाई अन्त्य गर्न चाहन्छु। हजुरहरूलाई भिडियो मन पर्यो होला भन्ने आशामा छु। भिडियो मन परे लाइक सेयर गरी यो च्यानललाई सब्सक्राइब गरी सँगै रहनुहोला। आउँदा दिनमा पनि भिडियोहरू आउँदै जानेछन्।